जङ्गलको बाटो अहिले त सबै हराएछ भाइ चलाइहाल्छ नि जङ्गलको बाटोमा गइरहेछ के भन्नुभयो दादालाई चाहिँ मेकेक भारी खोजेर जङ्गलमा आएर गाडी खन्दैछ लाने भयो लगा न के हो र होइन हामी बस्नु एकै भाइ दावर लैजाउँ यहाँ दाउरा बाँचेर भनेको जङ्गल आएको छौँ सिटी छँदैछ लकडाउन हुन्छ होला हौ हो त म लगिदिन्छु मलाई के छ र अरे बस्नु न जङ्गलतिर सबैजना हाम्रो यस्तो छ बाटो एकै गाडी निकाल्नु नबस्ने तपाईँ पस्नु आजले त के खेदाउँछ र मामा अहिले त्यो बेला त कस्तो देखिया त्यो बेला त दाउरा उठाएको भने त त्योभन्दा त अहिले बाटो पाउँछ भन्नुहुन्छ यता यो छेउमा यतिकै छेउमा नि बसिरहेछ हात्ती मरेको ठुलो हात्ती बसिरहेछ यता यो छेउमा हामी भाइ ल्याएर निक्नु दाउरा खोजेर त्यसको पानी खाने मुख हुन्छ त्यसले उठाउँछन् अनि फ्यालिदिन्छ मान्छे चढेर मान्छे हिँडेर आउँछ नि के गर्छ वन हात्ती र घरमा पाल्नु हात्ती घर घुरेर त्यो पनि बने हाटी लगिदियो नि कुन्तातिर खेती खोला खेती खोला खेती खोला खेती खोला खोलाको बाटो बिसन्दा कति कराउँछ हाल्नु पर्यो उयो त कस्तो मजा सुकेको दाउरा छ ढाँगा कस्तो मजा सुकेको छ तिन कति सुकेको छ त्यहाँ पनि कति मम्मी त ढाँगा सबै सुकेछ अब घर लैजाने होइन मम्मी त भारी कस्तो रहेछ मम्मी त मङ्की चढ्नु दाउरा आयो सकेको चढ्नुहुन्छ अब कान्दा आइहाल्छ नि सक्नुहुन्छ चढ्नु यसरी त चढिहालिन्छ नि सक्नुहुन्छ सबैभन्दा टपमा सधैँ ठुलो छ नि त्योभन्दा ल्याउनुहुन्छ भने म मामालाई रोक्न लगाइदिन्छु अटो ल्याउनु चाहिँ पर्यो दाउरा